टु माई च्यानल। सो प्रिभियस भिडियोमा चाहिँ धेरैजनाले ब्यालेन्स स्कलरसिपको बारेमा अझ बढी जान्न खोज्नु भएको रहेछ। त्यसैले आज म डिटेल भिडियो लिएर आएको छु र यस भिडियोमा चाहिँ म ब्यालेन्स स्कलरसिप के हो, कसले दिन मिल्छ, के कस्तो एक्जामहरू हुन्छ र हामीले के कस्तो डकुमेन्ट्सहरू चाहिन्छ भन्ने कुराहरू समेट्दै यो भिडियो बनाउँदैछु होइन। र म आफैले पनि यो एक्जाम दिएको हुनाले म आफूले गरेका गल्तीहरू पनि यस भिडियोमा इन्क्लुड गर्नेछु। सो लेट्स गेट स्टार्टेड। काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरभित्र पढ्न चाहने विद्यार्थीहरूलाई दिइने स्कलरसिप हो, जस अन्तर्गत विद्यार्थीहरूले काठमाडौँभित्र रहेका सम्पूर्ण प्राइभेट कलेजहरूमा +2 फ्रीमा अध्ययन गर्न पाउँछन्। मेरो टाइममा चाहिँ एसईको रिजल्ट आएको 1-2 हप्तापछि होइन, यसको एप्लिकेसन फर्म खुलेको थियो होइन। काठमाडौँ यो एन्ट्रान्स kathmandu.go.np यो पोर्टल, यो वेबसाइटमा होइन त्यसको पोर्टल खुल्ने गर्दछ र हामीले होइन अनलाइन एप्लिकेसन गर्न सक्छौँ र एप्लिकेसन गर्दाखेरि कुनै पनि शुल्क लाग्दैन होइन, निःशुल्क हामीले अप्लाई गर्न सक्छौँ। र यस स्कलरसिप अन्तर्गत हामीले साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटी, ल, एजुकेसन जस्ता विभिन्न विधाहरूमा हामीले होइन +2 फ्रीमा अध्ययन गर्न मिल्छ। स्कलरसिपमा हामीले दिनुको लागि होइन 5वटा क्राइटेरियाहरू पुरा गर्नुपर्ने हुन्छ। यी 5वटा क्राइटेरिया पुरा गरेमा मात्र हामीले स्कलरसिपको एक्जाम दिन पाउँछौँ होइन। सो फर्स्ट क्राइटेरिया छ होइन हामीले मिनिमम 1.6 जिपिए ल्याएको हुनुपर्छ एससीमा। र सेकेन्ड क्राइटेरिया सामुदायिक विद्यालयबाट एससी पुरा गरेको, द्याट मिन्स सरकारीबाट 10 क्लास पढेर एससी त्यहाँबाट दिएको। र थर्डमा छ होइन काठमाडौँ महानगरको यदि स्थायी बासिन्दा छ, यसमा होइन स्थायीवासी चाहे प्राइभेटबाट होस् अथवा गभर्मेन्टबाट होस्, स्थायीवासी हुनुपर्ने होइन काठमाडौँ महानगरको, त्यसले पनि यसमा दिन पाउँछ। र ल्याम्प्लिड साइड प्रभावित क्षेत्रमा यदि बसोबास गर्ने कोही स्टुडेन्ट्सहरू छ भने त्यस्तो स्टुडेन्ट्सहरूले पनि यसमा दिन मिल्छ होइन। र संस्थागत विद्यालयमा कक्षा 10 छात्रवृत्तिमा अध्ययन गरेको, सो यो 10 क्लाससम्म होइन, यदि यहाँले 10 क्लाससम्म केही अमाउन्ट अफ स्कलरसिपमा यदि पढ्नु भएछ भने यहाँले पनि दिन इलिजिबल हुन्छ होइन। र मैले चाहिँ यो क्राइटेरिया अन्तर्गत नै होइन मैले ब्यालेन्स स्कलरसिपमा अप्लाई गरेको थिएँ र मेरो नाम पनि यसमा निस्केको थियो होइन। सो अब कुरा गरौँ होइन के कस्तो एक्जामहरू हुन्छ भन्ने कुराहरूमा। सो एक्जाम चाहिँ एमसिक्यू बेस्ड नै हुनेछ होइन। 100 मार्क्सको क्वेसन्सहरू हुन्छ, जसमा 30 मार्क्स चाहिँ इङ्ग्लिसबाट, 30 मार्क्स चाहिँ म्याथबाट, 30 मार्क्स साइन्सबाट आउँछ र बाँकी रहेको 10 मार्क्स चाहिँ हाम्रो सामान्य ज्ञानबाट हुनेछ। र क्वेसन्सहरू एकदमै इजी हुनेछ होइन। हामीले क्वेसन्सहरू के हुन्छ भन्दाखेरि 10 क्लासकै पाठ्यक्रमभित्र आधारित रहेर आउनेछ होइन। त्यसैले हामीले 8, 9 पनि हामीले हेर्नु पर्दैन र 11, 12 पनि हेर्नु पर्दैन। यो स्कलरसिप अप्लाई गर्नको लागि बिस्टको आवश्यक छैन। हामीले आफ्नै 10 क्लासको बुकलाई होइन सो डेली अलिकति हेर्दै गऱ्यो भने पनि यसमा मजाले नाम निकाल्न सक्छौँ। सो मिनिमम पासिङ मार्क्स चाहिँ यसमा 40 मार्क्स रहेको छैन। 40 भन्दा माथि ल्याएपछि हामीले यसको लागि इलिजिबल हुनेछौँ। र नेगेटिभ मार्किङ चाहिँ हुँदैन यसमा होइन। नेगेटिभ मार्किङ भनेको यदि कुनै गल्ती मिस्टेकहरू गरियो भने त्यहाँबाट नम्बर काटिँदैन। सो कुरा गरौँ यो एप्लिकेसन फर्म गर्दा के कस्ता डकुमेन्ट्सहरू चाहिन्छ भन्ने सम्बन्धमा। सो यो यो स्कलरसिपको एप्लिकेसन फर्म चाहिँ एससी रिजल्ट आएको लगभग 1-2 हप्तापछि काठमाडौँ महानगरको अफिसियल वेबसाइटमा एउटा पोर्टल खोल्ने गर्दछ। त्यसमा हामीले फ्रीमा होइन एप्लिकेसन फर्म भर्न सक्छौँ, अनलाइनमा भर्न सक्छौँ होइन। त्यस एप्लिकेसन फर्ममा चाहिँ हामीले प्रायोरिटी अर्डरका आधारमा काठमाडौँ महानगरभित्र रहेका सम्म प्राइभेट कलेजहरूलाई म्याक्सिमम् 20वटा हामीले यस्तो लिस्टमा हामीले राख्न सक्छौँ होइन। जस्तै 1मा केएमसी, 2मा साइन्स जेभियर यस्तै हामी राख्न मिल्छ होइन। र हाम्रो ऱ्याङ्कका आधारमा काठमाडौँ महानगरले नै हामीलाई एलोकेट गरिदिन्छ होइन, कलेजहरूमा एलोकेट गरिदिन्छ। र त्यो कलेजमा हामीले नै एडमिसन लेटर देखाउनु पर्ने हुन्छ र त्यो देखाएमा हामीले फ्रीमा पढ्न पाउँछौँ होइन। कुनै पनि एउटा चार्ज पनि लाग्दैन होइन। यसको एप्लिकेसन फर्म भर्दा चाहिँ होइन हामीले एउटा एसईको एडमिट कार्ड चाहिन्छ, एउटा पासपोर्ट साइजको फोटो, र यदि नागरिकता छ भने नागरिकता अथवा जन्मदाताको प्रमाणपत्र चाहिन्छ, र ट्रान्सफर सर्टिफिकेट, क्यारेक्टर सर्टिफिकेट वा सिफारिस पत्र यो चाहिँ विद्यालयलाई भनिदिएपछि बनाइदिन्छ होइन। त्यो विद्यालयले बनाइदिने कुरा हो यो। र सामुदायिकमा यदि पढ्नुहुन्छ भने चाहिँ अनुसूची 1 बमोजिमको सिफारिस पत्र बनाउनुपर्छ। र प्राइभेटमा पढ्नुहुन्छ भने अनुसूची 2 बमोजिमको सिफारिस पत्र चाहिन्छ। र यो सिफारिस पत्र के कसरी गर्नुपर्छ भन्ने कुराहरूमा म अगाडि बुझाउनेछु भिडियोमा। रिजर्भेसन कोटामा यदि तपाईँहरू पढ्नुहुन्छ भने यहाँहरूलाई होइन म एउटा विस्तृत डिटेल भिडियो बनाउँछु होइन। के रिजर्भेसन एभाइलेबल छ होइन, कसलाई एभाइलेबल छ र के कस्तो एप्लिकेसनहरू चाहिन्छ भन्ने कुराहरूमा म एउटा डिटेल भिडियो बनाउनेछु होइन। यदि त्यो भिडियो यहाँहरूलाई चाहिन्छ भने कमेन्ट गर्नुहोस्। र अब अगाडि बढौँ होइन भिडियोमा। सिटहरूको व्यवस्थापन के कसरी गरिएको छ भन्ने सम्बन्धमा काठमाडौँ महानगरभित्र रहेका प्राइभेट कलेजहरूले होइन 10% स्टुडेन्टलाई चाहिँ स्कलरसिप दिने गर्दछ होइन। त्यो 10% भित्र पनि चाहिँ होइन 40% चाहिँ सरकारीबाट आएका स्टुडेन्टहरूलाई दिन्छ भने 5% चाहिँ प्राइभेट स्टुडेन्टहरूलाई दिन्छ। मेरो इक्जाम्पल दिनुपर्दा चाहिँ होइन हाम्रो क्लासमा चाहिँ होइन ब्यालेन्स स्कलरसिपबाट लगभग 25जना जति ब्यालेन्स स्कलरसिपबाट आएको छन्। तीमध्ये 2जना मात्रै प्राइभेटबाट छ होइन जम्मा। त्यसैले एकदमै हाई कम्पिटिसन हुन्छ होइन प्राइभेटको लागि चाहिँ। र गभर्मेन्टहरूलाई चाहिँ इजी नै छ यसमा नाम निकाल्नको लागि। सो प्राइभेट स्टुडेन्टहरूले एकदमै हार्डवर्क गर्नु होला नि। र
महानगरको यदि स्थायी बासिन्दा हुनुहुन्छ भने यहाँहरूले पनि 14% पाउन सक्नुहुन्छ। त्यसैले महानगरभित्र पढ्ने विद्यार्थीहरूलाई पनि नाम निकाल्न चाहिँ एकदमै इजी हुन्छ होइन। त्यसै पनि अलिकति कमै आइरहेको हुन्छ। त्यसैले यहाँहरूले पनि पाउने चान्स चाहिँ हाई हुन्छ यसमा। र अब होइन जो अनुसूची 1 बमोजिमको यो जुन डकुमेन्ट छ नि यो फर्मेटमा चाहिँ हामीले यदि गभर्मेन्टमा पढेको छ भने यो फर्मेटमा हामीले डकुमेन्ट बनाएर हामीले एप्लिकेसन फर्म भर्दाखेरि चाहिँ अपलोड गर्ने पनि हुन्छ होइन। र यदि यहाँहरू प्राइभेटमा पढ्नुहुन्छ भने अनुसूची 2 बमोजिमको डकुमेन्ट चाहिँ हामीले स्क्यान गरेर चाहिँ पोर्टलमा अपलोड गर्नुपर्ने हुन्छ होइन। र यति नै थियो होइन ब्यालेन्स स्कलरसिपको बारेमा चाहिँ होइन। यदि तपाईँलाई कुनै पनि कुरामा डाउट लागेको छ भने यहाँहरूले कमेन्ट गर्न सक्नुहुन्छ होइन। म तुरुन्तै नै रिप्लाई गर्नेछु होइन। सो थ्याङ्क यू फर वाचिङ द भिडियो टिल द एन्ड एन्ड सब्सक्राइब टु द च्यानल।